Hello everyone, Namaste. If you are preparing for SE exam and finding mathematics difficult, especially algebra, then don't worry. In this video, I will help you solve important algebra questions step by step in a simple way. My goal is to help you pass the SE math exam easily. Let's start. Question number 1 मा चाहिँ simplify x plus y divided by x minus y minus x minus y divided by x plus y. Let's solve this question. X plus y by x minus y minus x minus y by x plus y equal to अब यसमा सबभन्दा सुरुमा हामीले एलसीएम लिनुपर्छ। यस्तो क्वेशनमा एलसीएम के हुन्छ, दुईटा डिनोमिनेटर हेर्ने दुई साइडकै x minus y र x plus y छ, दे आर डिफरेन्ट, त्यही भएर x minus y and x plus y दुईटै एलसीएम हुन्छ। अब माथिको न्युमेरेटर x plus y लेख्ने अनि न्युमेरेटरमा हेर्ने, न्युमेरेटरको मुनि डिनोमिनेटर के छ x minus y। अब जहिले पनि x minus y यो न्युमेरेटरलाई हामीले यो एलसीएमसँग कम्पेयर गर्नुपर्छ। एलसीएमसँग कम्पेयर गरेर x minus y यहाँनिर x minus y र x plus y दुईटै छ, x minus y क्यान्सिल, x plus y रिमेन्स, त्यही भएर x plus y ले मल्टिप्लाई गर्ने। त्यसपछि माइनस x minus y, यसमा पनि सिमिलर त्यस्तै गर्ने, x plus y छ, एलसीएमसँग कम्पेयर गर्ने, x minus y र x plus y छ, x plus y क्यान्सिल, के रह्यो x minus y ले यहाँ मल्टिप्लाई गर्ने न्युमेरेटरसँग x minus y। नौ यसपछि x plus y टाइम्स x plus y भनेको x plus y को होल स्क्वायर अनि माइनस x minus y टाइम्स x minus y भनेको x minus y को होल स्क्वायर डिवाइडेड बाई x minus y टाइम्स x plus y। अब हामीलाई यो x plus y होल स्क्वायर कसरी भयो भन्ने पनि थाहा हुँदैन। यो भनेको चाहिँ a इन्टु a भनेको a स्क्वायर हुन्छ नि, यो सिंगल भेरिएबलको टर्ममा a स्क्वायर, a को पावर 1 हुन्छ, यहाँ a को पावर 1, 1 प्लस 1 2, बेस सेम छ, पावर एड हुन्छ यसरी नै। त्यसरी नै यसमा पनि a प्लस b जस्तै मानौँ, जस्तै x प्लस y दुईटा छ, मल्टिप्लाई गर्दाखेरि के हुन्छ x प्लस y टाइम्स x प्लस y भनेको x प्लस y को स्क्वायर हुने भयो। अब हामीलाई थाहा छ फर्मुला a प्लस b होल स्क्वायरको फर्मुला के हुन्छ, a स्क्वायर प्लस 2ab प्लस b स्क्वायर। त्यसरी नै a माइनस b होल स्क्वायरको फर्मुला a स्क्वायर माइनस 2ab प्लस b स्क्वायर। अब त्यही फर्मुला यहाँ युज गर्ने, x भनेको a, y भनेको b, x भनेको a, y भनेको b। अब दुईटैमा फर्मुला लाउने, a प्लस b होल स्क्वायरको फर्मुला यहाँ लाउने, a माइनस b होल स्क्वायरको फर्मुला, त्यो लाउँदाखेरि x स्क्वायर प्लस 2xy प्लस y स्क्वायर हुने भयो। अनि माइनस x माइनस, अब माइनसले साइन चेन्ज गर्छ, त्यही भएर हामी यो ब्राकेटभित्र राखेर गरौँ, x स्क्वायर माइनस 2xy प्लस y स्क्वायर, यो भनेको a माइनस b होल स्क्वायरको फर्मुला युज गरेर। त्यसपछि डिवाइडेड बाई मुनि एलसीएम जे छ त्यही लेख्ने, x माइनस y टाइम्स x प्लस y। अब x स्क्वायर प्लस 2xy प्लस y स्क्वायर माइनस, यहाँनिर x स्क्वायरको अगाडि प्लस हुन्छ, ब्राकेटभित्र छ, यो प्लसलाई के गर्ने भयो माइनस, त्यही भएर माइनस x स्क्वायर, माइनस माइनस प्लस, सो 2xy अनि माइनस प्लस
माइनस वाई स्क्वायर प्लस माइनस रुल थाहा हुनु पर्यो यसमा चाहिँ एक्स माइनस वाई एक्स प्लस वाई अब माथि क्याल्कुलेसन गर्ने एडिसन सब्ट्र्याक्सन भइरहेको हुन्छ हामीले माथिको मात्रै हेर्ने सुरुमा अब यहाँ के छ एक्स स्क्वायर छ अब लाइक टर्म र अनलाइक टर्म थाहा हुनुपर्छ हामीले यसमा लाइक टर्म भनेको उस्तै र अनलाइक टर्म भनेको डिफ्रेन्ट जस्तो बेस यहाँनिर एक्स छ अब अर्को एक्स भएको हेर्ने एक्स पावर 2 नै छ यहाँ पनि पावर 2 छ त्यही भएर एक्सको पावर 2 एक्सको पावर 2 लाई जोड्दा वा घटाउँदाखेरि के हुन्छ क्यान्सल हुन्छ यहाँनिर प्लस एक्स स्क्वायर छ यहाँ माइनस एक्स स्क्वायर क्यान्सल अर्कोचोटि वाई स्क्वायर छ यतातिर माइनस वाई स्क्वायर छ यहाँ वाई स्क्वायरको अगाडि के छ प्लस छ त्यसैले प्लस वाई स्क्वायर र यतापट्टि माइनस वाई स्क्वायर के हुन्छ क्यान्सल हुन्छ यो पनि क्यान्सल भयो त्यसपछि प्लस 2xy प्लस 2xy 2 प्लस 2 4xy अनि एक्स स्क्वायर माइनस वाई स्क्वायर यो भनेको तिमीलाई फर्मुलामा लान मिल्छ हामीलाई थाहा छ ए स्क्वायर माइनस बी स्क्वायरको फर्मुला ए प्लस बी टाइम्स ए माइनस बी यही फर्मुलामा लगेको हामीले त्यसपछि यहाँ सक्यो अब क्वेसन नम्बर 2 मा पनि उस्तै टाइपको क्वेसन छ p माइनस क्यू डिभाइडेड बाई p प्लस क्यू प्लस p प्लस क्यू डिभाइडेड बाई p माइनस क्यू ल यसलाई पनि सल्भ गरौँ अब यसमा पनि सुरुमा एलसीएम लिने डिनोमिनेटर हेरेर p प्लस क्यू एन्ड p माइनस क्यू अब कमन छैन त्यही भएर दुईटै p प्लस क्यू टाइम्स p माइनस क्यू नै एलसीएम हुने भयो त्यसपछि माथिको न्युमेरेटर हेर्ने र त्यसको मुनि डिनोमिनेटर हेर्ने न्युमेरेटरको मुनि डिनोमिनेटरमा p प्लस क्यू छ त्यसलाई एलसीएमसँग कम्पेयर गर्ने p प्लस क्यू र p माइनस क्यूसँग p प्लस क्यू के रह्यो p माइनस क्यू त्यही भएर p माइनस क्यूले माथिको न्युमेरेटर p माइनस क्यूसँग मल्टिप्लाई गर्ने p माइनस क्यू प्लस p प्लस क्यू न्युमेरेटर हेर्ने फेरि यो साइडको पनि p माइनस क्यू छ डिनोमिनेटरमा एलसीएमसँग कम्पेयर गरेर न्युमेरेटरलाई मल्टिप्लाई गर्ने p माइनस क्यू क्यान्सल भयो p प्लस क्यू रह्यो p प्लस क्यूले मल्टिप्लाई गर्ने अब यो अहिलेको जस्तै फेरि p माइनस क्यू मल्टिप्लाई भएको छ p माइनस क्यूको होल स्क्वायर हुन्छ है p स्क्वायर माइनस क्यू स्क्वायर हुँदैन नि फेरि p माइनस क्यू a इन्टु a स्क्वायर भयो जस्तै p माइनस क्यू इन्टु p माइनस क्यू स्क्वायर हुन्छ प्लस यसको पनि सेम p प्लस क्यू टाइम्स p प्लस क्यू भनेको p प्लस क्यू को होल स्क्वायर डिभाइडेड बाई p प्लस क्यू p माइनस क्यू अब फर्मुलामा लाने फेरि p स्क्वायर माइनस 2p क्यू प्लस क्यू स्क्वायर अब यहाँ प्लस छ बिचमा यो प्लसले कुनै साइन चेन्ज गर्दैन उतापट्टिको त्यही भएर ब्र्याकेटमा नहाली लेख्दा पनि भयो फर्मुलामा डाइरेक्ट p स्क्वायर प्लस 2p क्यू प्लस क्यू स्क्वायर p प्लस क्यू p माइनस क्यू अब माथिको क्याल्कुलेसन गर्ने p स्क्वायर प्लस p स्क्वायर 2p स्क्वायर p स्क्वायरको अगाडि 1 हुन्छ p स्क्वायरको अगाडि 1 हुन्छ 1 प्लस 1 2p स्क्वायर सेम भएकोले लाइक टर्म भएकोले गर्दाखेरि अर्को माइनस 2p क्यू अब हेर्ने हामी यता यहाँ छ प्लस 2p क्यू p क्यू भएको छ नि त अब यहाँ माइनस छ यहाँ प्लस छ भनेपछि प्लस माइनस जहिले के हुन्छ क्यान्सल हुन्छ क्यान्सल प्लस क्यू स्क्वायर के हुन्छ प्लस 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 त्यही भएर 1 प्लस 1 2 क्यू स्क्वायर डिभाइडेड बाई p प्लस क्यू p माइनस क्यू
अब यसमा यो बुझिएन भने लाइक टर्म कसरी हो भने अब फर इक्जाम्पल एउटा एप्पल प्लस अर्को एप्पल भनेको कतिवटा एप्पल हुन्छ, दुईवटा एप्पल हुन्छ नि। एप्पल एउटै फ्रुट्स एउटै उसमा पर्ने भयो, त्यही भएर यिनीहरू जोड्न मिल्छ। तर एप्पल प्लस ओरेन्ज जोड्न मिल्दैन, त्यही भएर जे छ सेम लेखिन्छ, एप्पल प्लस ओरेन्ज नै लेखिन्छ। किनकि एप्पल भनेको फ्रुट्सको अर्कै डिपार्टमेन्टमा पर्यो, ओरेन्ज भनेको अर्कै उसमा पर्यो, त्यही भएर लाइक र अनलाइक भयो, अनलाइक टर्म भयो। यो लाइक टर्म जोड्न मिल्यो, लाइक र अनलाइक टर्म जोड्न मिल्दैन। त्यही रुल फलो हुन्छ यहाँनिर पनि। पी स्क्वायर प्लस पी स्क्वायर भनेको 2p स्क्वायर हुने भयो। अब यहाँ पावर 2 छ, यहाँनिर पावर 3 भएको भए पनि फेरि मिल्दैन थियो। पावर पनि सेम हुनुपर्छ, बेस पनि सेम हुनु पर्यो पी। ल यसपछि अब यो माथिकोबाट 2 कमन निस्किन्छ, बाँकी रहन्छ पी स्क्वायर प्लस क्यू स्क्वायर डिभाइडेड बाई पी स्क्वायर माइनस क्यू स्क्वायर, फर्मुलामा चेन्ज गरेको। अब यो पी स्क्वायर प्लस क्यू स्क्वायर अनि पी स्क्वायर माइनस क्यू स्क्वायर, पी स्क्वायर प्लस क्यू स्क्वायर प्लस यहाँ दुईजनाको बिचमा साइनको डिफ्रेन्स छ। जस्तै यहाँ प्लस छ, यहाँ माइनस छ, त्यही भएर यिनीहरू क्यान्सल हुँदैन तल माथि। यहाँ मुनि पनि प्लस भएको भए चाहिँ डिभाइड गर्न मिल्थ्यो, वा माथि प्लसको ठाउँमा यसरी माइनस भएको भए क्यान्सल गर्न मिल्थ्यो तल माथि नै। त्यही भएर यति नै एन्सर हुन्छ 3 नम्बरमा। 3 नम्बर चाहिँ अलिकति ट्रिकी छ है यो क्वेसन चाहिँ। यहाँनिर मुनि डिनोमिनेटरमा बीको डिनोमिनेटरमा बी माइनस ए छ। अब यो साइक्लिक फर्ममा छैन भनेको ए पछि बी आउँछ, बी पछि सी आउँछ, त्यसरी नै बी पछि ए आउँदैन क्या, बी पछि सी आउँछ, ए पछि बी आउने हो नि त। त्यही कारणले अब यहाँ तिमीले माइनसले मल्टिप्लाई गरेर माथि मुनि नै यसलाई चेन्ज गर्नुपर्छ यो साइक्लिक उसलाई। सुरुमा क्वेसन लेखौँ। 3 नम्बरको सोल्युसन ए डिभाइडेड बाई ए माइनस बी प्लस बी डिभाइडेड बाई बी माइनस ए। अब यहाँ हेर, ए डिभाइडेड बाई ए माइनस बी प्लस बी डिभाइडेड बाई, अब यसको साइन चेन्ज गर्ने तिमीले माइनसले मल्टिप्लाई गर्यो भने यो के हुन्छ, माइनस बी प्लस ए हुन्छ, बुझ्यौ। माइनसले मल्टिप्लाई गर्दाखेरि माइनसले मल्टिप्लाई गर्यो भने प्लसलाई माइनस हुने भयो, माइनस के हुने भयो, प्लस हुने भयो। त्यसपछि ए डिभाइडेड बाई ए माइनस बी प्लस माइनस माइनस माथि बी है, ए अगाडि अनि माइनस बी लेख्न मिल्यो। अब सिम्पल एलसिएम के हुन्छ, ए माइनस बी छ, यता पनि ए माइनस बी छ भनेपछि सेम एकचोटि कमन भयो, त्यही भएर ए माइनस बी मात्रै लेख्ने। अनि माथि जे छ ए न्युमिनेटरको मुनि डिनोमिनेटरमा के छ ए माइनस बी, एलसिएममा के छ ए माइनस बी, सेम छ। त्यसपछि त्यति भएपछि अब कुनैले पनि मल्टिप्लाई गर्नु परेन, त्यही भएर माइनस यसको पनि सेम, डिनोमिनेटरमा ए माइनस बी नै छ, ए माइनस बी एलसिएममा छ, क्यान्सल भयो, केहीले मल्टिप्लाई गर्नु परेन। ए माइनस बी माथि पनि मुनि पनि, अब ए माइनस बी क्यान्सल भयो, 1 आन्सर। यसमा चाहिँ के छ, 1 डिभाइडेड बाई एक्स माइनस 1 माइनस 2 डिभाइडेड बाई एक्स स्क्वायर माइनस 1। ओके, अब यसमा चाहिँ यो 1 को मुनि एक्स माइनस 1 यो सेम हुन्छ, तर 2 डिभाइडेड बाई डिनोमिनेटरमा एक्स स्क्वायर माइनस 1 छ भनेपछि यो यसो हेर्दाखेरि तिमीलाई ए स्क्वायर माइनस बी स्क्वायर जस्तो देखिन्छ नि। अब यहाँ
1 भनेको 1 को स्क्वायर भनेको पनि 1 नै हुन्छ क्या। 1 को क्युब पनि 1 नै हुन्छ। त्यही भएर 1 को ठाउँमा तिमीले 1 स्क्वायर भनेर लेख्न मिल्छ। अनि त्यो भएपछि एक्स स्क्वायर माइनस 1 स्क्वायर भनेको ए स्क्वायर माइनस बी स्क्वायर जस्तो देखिन्छ। त्यही भएर ए प्लस बी ए माइनस बी लेख्न मिल्यो नि। अब यहाँनिर पनि त्यही गर्ने, एक्स माइनस 1 माइनस 2। अब यहाँ एक्स स्क्वायर 1 भनेको 1 को स्क्वायर हो नि त, लेख्न मिल्यो। आफ्टर द्याट 1 बाई एक्स माइनस 1 माइनस 2 फर्मुलामा लाने, एक्स प्लस 1 एक्स माइनस 1 भनेको ए प्लस बी ए माइनस बी। यहाँ ए भनेको यो, बी भनेको यो भनेको ए, यो भनेको बी मानौ। अनि ए प्लस बी ए माइनस बी, ए भनेको एक्स प्लस बी भनेको 1 अनि अर्कोचोटि एक्स माइनस 1, सिम्पल। त्यसपछि एलसियम, नाउ टेक एलसियम। एक्स माइनस 1, इज इट देयर एनी एक्स माइनस 1? यस, एक्स माइनस 1 यहाँ छ नि। त्यही भएर एक्स माइनस 1 कमन भयो, दुईतिरै एकचोटि लेख्ने। अब बाँकी के रह्यो, एक्स प्लस 1, त्यो पनि मल्टिप्लाई गर्ने, यहाँ एक्स प्लस 1। अब माथि 1 को मुनि डिनोमिनेटरमा एक्स माइनस 1 छ। एलसियम हेर्ने, अब कम्पेयर गर्ने, मैले भनेको थिएँ नि यो एलसियमसँग कम्पेयर गर्ने। एक्स माइनस 1 र एक्स प्लस 1 दुईवटा छ, यहाँ एक्स माइनस 1 छ, के पुगेन एक्स प्लस 1, नत्र क्यान्सल भयो भनेर पनि भयो, नत्र एक्स माइनस 1 यहाँ दुईवटा थोक छ, यहाँ एक्स माइनस 1 अलरेडी छ, के छैन एक्स प्लस 1। त्यही भएर माथि एक्स प्लस 1 माइनस 2। अब यहाँनिर केहीले मल्टिप्लाई हुन्छ कि हुँदैन चेक गरेँ। मेरो डिनोमिनेटरमा के छ, एक्स प्लस 1 एक्स माइनस 1, एलसियममा पनि त्यही छ, सबै थोक पुगेको छ। अदरवाइज यो एक्स प्लस 1 यो एक्स प्लस 1 र एक्स प्लस 1 क्यान्सल, एक्स माइनस 1 क्यान्सल, केहीले पनि मल्टिप्लाई गर्नु पऱ्यो। दुईवटा तरिकाले बुझ्दा पनि भइगयो। अब 1 इन्टु एक्स एक्स प्लस 1 इन्टु 1 1 माइनस 2 डिभाइडेड बाई एक्स माइनस 1 वा एक्स प्लस 1 एक्स माइनस 1। अब प्लस माइनस के हुन्छ, प्लस माइनस माइनस। अब त्यही भएर 2 मा 1 गर्दा 1 भयो, तर कुन चाहिँ ठुलो छ, 2 ठुलो छ, 2 को अगाडि के छ माइनस, त्यही भएर यहाँनिर माइनस हुन्छ, एक्स प्लस 1 एक्स माइनस 1। यहाँ बुझ्यो नि, प्लस 1 छ माइनस 2 छ। अब तिमीलाई यो प्लस इन्टु प्लस 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 माइनस 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 प्लस माइनस यस्तो थाहा हुनु पर्यो। अब यहाँनिर जुन ठुलो छ त्यसको अगाडि जुन साइन छ यहाँ त्यही लेखेको। अनि प्लस माइनस के हो, माइनस। अब नम्बर घटाउनु पर्यो, 2 सँग 1 घटाउने, 1 भयो। अनि प्लस माइनस गरेरै 1 भयो, 2 मा 1 घटेर 1 भयो। अब 2 ठुलो 1 भन्दा, 2 को अगाडि के छ माइनस, त्यही भएर माइनस 1। अब एक्स माइनस 1 क्यान्सल, 1 डिभाइडेड बाई एक्स प्लस 1 एन्सर। अब क्वेसन नम्बर 7 पनि सेम तरिकाको छ। लेट्स डु इट फास्ट। 7 नम्बर सोल्युसन 1 e minus f minus e minus f divided by e square minus f square। अब यहाँनिर पनि 1 डिभाइडेड बाई e minus f minus e minus f बाई, अब यो के हुन्छ फर्मुलामा छ, फर्मुलामा लाने e plus f e minus f। त्यसपछि एलसियम लिने, कमन हेर्ने, e minus f e minus f, त्यसपछि e plus f रहेको। अब माथि न्युमिनेटरमा हेर्ने, डिनोमिनेटरमा के छ e minus f, के पुगेन e plus f।
त्यसपछि माइनस ई माइनस एफ जे छ त्यही लेख्ने। त्यसपछि हेर्ने अब ई प्लस एफ ई माइनस एफ एलसिएममा भएको दुइटै छ, त्यही भएर केहीले मल्टिप्लाई गर्नु पर्दैन। गट इट। अब ई प्लस एफ माइनस, अब माइनसले साइन चेन्ज गर्छ। यसको अगाडि केही छ भने यो ब्राकेटभित्र छ हेर्ने, अनि यसको अगाडि जस्तै एफको अगाडि माइनस छ भने ईको अगाडि केही छैन भनेपछि प्लस हुन्छ, प्लसलाई के बनाउँछ माइनस ई, त्यसपछि माइनसलाई के बनाउँछ जहिले प्लस एफ। ई माइनस एफ ई माइनस एफ ई प्लस एफ। अब प्लस ई केही छैन भने अगाडि प्लस हुन्छ, थाहा होला नै। ई माइनस ई क्यान्सिल, प्लस एफ 2f डिभाइडेड बाई ई स्क्वायर माइनस एफ स्क्वायर। एन्सर। ल क्वेसन नम्बर 8 चाहिँ अब आफै प्र्याक्टिस गर्ने, यो पनि सेम त्यस्तै तरिका हो, सेम नै हो। अब हामी क्वेसन नम्बर 9 मा जाउँ। 9 मा 2 डिभाइडेड बाई एक्स स्क्वायर माइनस 4 माथि सोल्युसन लेखेर गर्ने। त्यसपछि प्लस 1 डिभाइडेड बाई एक्स प्लस 2। अब एरो दिन नबिर्सिने। यो हेर्दाखेरि फेरि ए स्क्वायर माइनस बी स्क्वायरको फर्ममा जान्छ, किनकि 4 भनेको 2 को स्क्वायर हो, ए स्क्वायर एक्स स्क्वायर माइनस 2 स्क्वायर भयो नि त, त्यसमा लाने। एक्स स्क्वायर माइनस 4 भनेको 2 को स्क्वायर, अब स्क्वायर नम्बर भनेको थाहा हुनुपर्छ तिमीलाई, प्लस 1 डिभाइडेड बाई एक्स प्लस 2 बाई एक्स प्लस 2 टाइम्स एक्स माइनस 2 फर्मुलामा 1 डिभाइडेड बाई एक्स प्लस 2 के हुने भयो एलसिएम हेर्ने। एक्स प्लस 2 कमन, एक्स प्लस 2 एकचोटि लेख्ने एलसिएममा, अनि एक्स माइनस 2 रिमेनिङ, एक्स माइनस 2 पनि मल्टिप्लाई गर्ने। त्यसपछि माथिको न्युमेरेटर हेर्ने, डिनोमिनेटर हेर्ने। 2 बाई एक्स प्लस 2 एक्स माइनस 2 छ, एलसिएमसँग कम्पेयर गर्ने डिनोमिनेटर, यसलाई योसँग कम्पेयर गर्ने, दुइटै यहाँ भएको यहाँ पनि छ, त्यही भएर केहीले मल्टिप्लाई गर्नु परेन। त्यसपछि यसको पालो प्लस, अब के छ यहाँ 1 छ, 1 को मुनि के छ एक्स प्लस 2, अनि एलसिएममा हेर्ने फेरि यससँग कम्पेयर गर्ने, एक्स प्लस 2 छ यहाँ पनि छ, के छैन एक्स माइनस 2 देयरफोर एक्स माइनस 2 हुने भयो यहाँ। अब 2 प्लस 1 इन्टु एक्स प्लस माइनस 2 1 इन्टु 2 2 ब्राकेट खोल्न पनि आउनुपर्छ, एकदम इम्पोर्टेन्ट छ, एक्स माइनस 2। अब प्लस 2 माइनस 2 काटियो, के रह्यो एक्स बाई एक्स स्क्वायर माइनस 4 लेख्न मिल्छ है यसमा। अब किनकि एक्स प्लस 2 एक्स माइनस 2 भनेको एक्स स्क्वायर एक्स छ एक्स स्क्वायर, अनि प्लस माइनस 2 इन्टु 2 4, त्यही फर्मुलामा लाने। ओहो क्वेसन नम्बर 10 मा पुगेछ है, 10 वटा क्वेसन सल्भ गर्न आँटिसक्यौँ। 10 मा चाहिँ यो पनि त्यस्तै हो, फर्मुलामा लाने खालको छ। ए स्क्वायर माइनस 4b स्क्वायर भने, अब 4 भनेको 2 स्क्वायर हो, अनि हो यहीँनिर चेन्ज गर्नुपर्छ हामीले, 2a को मुनि डिनोमिनेटरलाई चेन्ज गऱ्यो भने फर्मुलामा आइहाल्यो, यो पनि गरिहालौँ। नम्बर सोल्युसन 1 बाई a प्लस 2b प्लस 2a बाई a स्क्वायर माइनस 4b स्क्वायर। अब 1 प्लस a प्लस 2b यहाँ केही गर्न सकिँदैन, छोडिदिने, प्लस 2 यहाँ a स्क्वायर माइनस 4 भनेको 2 को स्क्वायर हो, तर हामीले एकैचोटि b पनि 2b लेखौँ र यसरी होल स्क्वायर दिउँ भने 2 को पनि स्क्वायर भयो b को पनि स्क्वायर भयो, किनकि यहाँ b स्क्वायर अलरेडी छँदै थियो। अब यो यसरी ब्राकेटभित्र राख्यौँ भने यो दुइटैको स्क्वायर हुने भयो क्या यो, त्यही भएर 2 स्क्वायर भनेको पनि 4 भयो,
अनि b को पावर 2 भनेको b को पावर 2 यी 4b स्क्वायरलाई हामीले यो तरिकाले लेख्न मिल्छ किनकि a स्क्वायर माइनस 2b स्क्वायर फर्ममा गयो अब यो a स्क्वायर माइनस 2b स्क्वायर फर्ममा गयो अब यति भएपछि हामीले फर्मुलामा लान सक्यौ 1 बाई a प्लस 2b प्लस 2a बाई a प्लस 2b यो 2 है a प्लस 2b a माइनस 2b फर्मुलामा लग्यौँ हामीले a भनेको a b भनेको 2b त्यही भएर a प्लस b a माइनस b a प्लस 2b a माइनस 2b भयो अब फेरि एलसियम लिने सब एलसियमकै खेल र फर्मुलामा लानुपर्छ a प्लस 2b a प्लस 2b कमन भयो a प्लस 2b एकचोटि लेखौँ रिमेनिङ इज a माइनस 2b बाँकी रहेको अब अहिलेको जस्तो डिनोमिनेटर हेर्ने न्युमरेटरहरूको अनि ब्यालेन्स गर्ने 1 छ 1 को मुनि डिनोमिनेटर a प्लस 2b छ एलसियम के छ यो एलसियम हो नि त यो एलसियम हो एलसियम अब हामीले यहाँ माथि ब्यालेन्स गर्नलाई a प्लस 2b छ यहाँ र a प्लस 2b छ a माइनस 2b बाँकी रह्यो त्यही भएर यहाँनिर a माइनस 2b हुने भयो त्यसपछि प्लस 2a अब फेरि हेर्ने 2a को डिनोमिनेटरमा दुईटै छ जुन चाहिँ एलसियममा भएको छ a प्लस 2b a प्लस 2b a माइनस 2b डिनोमिनेटरमा पनि छ त्यही भएर केहीले पनि मल्टिप्लाई गर्नु परेन यहाँनिर त्यही छोडिदिने न्युमरेटर लेख्ने छोडिदिने आफ्टर द्याट a माइनस 2b प्लस 2a ब्राकेट खोल्ने 1 इन्टु a 1 इन्टु 2 2b b पनि टाँसेको छ नि त 2b यहाँ 2b छ 2b इन्टु 1 2b नै हुन्छ 1 a प्लस 2b a माइनस 2b अब a प्लस 2a यहाँ लाइक टर्म हो a छ केही छैन भने यहाँ 1 हुन्छ अनि 1 प्लस 2 प्लस 1 भनेको 3 3a a त टाँसिएको छ माइनस 2b अनि a प्लस 2b a माइनस 2b यसलाई फर्मुला पनि लान सक्छौ न त यतिकै छोड्दा पनि भयो एन्सर नाउ वी रिच टु क्वेसन नम्बर 11 अब क्वेसन नम्बर 11 मा पनि सिम्प्लिफाई नै गर्नु भनेको छ सबै मैले सिम्प्लिफाई नै कलेक्ट गरेर राखेको छु हुन त यो मोस्ट आस्क्ड क्वेसन है दुई मार्क्स कोटामा एक्जाममा सोधिरहेको क्वेसनहरु हो यदि प्र्याक्टिस गर्यो भने तिमीलाई अल्जेब्राको 2 मार्क्स कोटाको क्वेसन सल्भ गर्न एकदम सजिलो हुन्छ एसई मा त्यसैले प्र्याक्टिस गरौँ लेट्स गो अब यहाँनिर 1 बाई x माइनस 1 केही गर्न सकिँदैन त्यसपछि माइनस y अब यहाँ हेर xy प्लस y स्क्वायर छ यहाँ y एउटा छ यहाँ y दुईटा छ भनेपछि तिमीले अब यहाँ कमन लिनु पर्यो xy बाट y बाहिर निस्क्यो x रह्यो भित्र त्यसपछि प्लस y दुईटा थियो एउटा बाहिर निस्क्यो कतिवटा रह्यो अब यहाँ एउटा सिम्पल लोजिक छ यहाँ x इन्टु y छ प्लस y स्क्वायर भनेको दुईटा y हो नि त यहाँबाट यो पार्टबाट यो प्लसले दुईतिर डिभाइड गर्छ क्या प्लस छ बिचमा प्लस छ अनि यतापट्टि xy छ यतापट्टि y स्क्वायर छ अब यो y छ यहाँ लेफ्ट साइडमा यतापट्टि पनि y छ दुईटा y छ यता एउटा y छ अब एउटा y यताबाट यो लेफ्ट साइडबाट निस्क्यो अनि राइट साइडबाट पनि एउटा y निस्क्यो अनि के भयो दुईतिरबाट कमन भएर निस्केको y अनि x रह्यो त्यसपछि प्लस दुईटा y थियो एउटा y अलरेडी निस्किसक्यो एउटा y भयो अब सिम्पल टेक एलसियम y x प्लस y x माइनस y सबै हुने भयो एलसियम कमन छैन यो त्यही भएर अब कमन थियो भने कमन लिएर एकचोटि लेखेर गर्नुपर्थ्यो अब कमन छैन सबै x प्लस y x माइनस y अब 1 डिनोमिनेटरमा के छ x माइनस y छ न्युमरेटर हेर्ने न्युमरेटर एलसियम हेर्ने y x प्लस y x माइनस y अलरेडी छ के छैन यो दुईटा छैन y र x प्लस y त्यही भएर y x प्लस y ले मल्टिप्लाई माइनस y अब यसको पनि हेर्ने y x प्लस y अलरेडी छ एलसियममा हेर्ने y x प्लस y छ के छैन x माइनस y मल्टिप्लाई x माइनस y ले
अब वाई इन्टु एक्स 1 को त्यति के नगर्दा पनि भइहाल्छ 1 इन्टु एक्स एक्स हुन्छ इन्टु वाई 1y इन्टु एक्स एक्स वाई वाई एक्स वाई एउटै कुरा भयो प्लस वाई इन्टु वाई स्क्वायर यो त थाहा होला नि वाई इन्टु वाई भनेको वाई स्क्वायर हुन्छ ए इन्टु ए भनेको ए स्क्वायर हुन्छ जो कुनै पनि भेरिएबल होस् बी इन्टु बी भनेको बी स्क्वायर हुन्छ सेम यहाँनिर त्यही हो वाई इन्टु वाई वाई स्क्वायर त्यसपछि माइनस अब माइनसले साइन चेन्ज गर्छ वाई इन्टु एक्स वाई एक्स अथवा वाई एक्स अथवा एक्स वाई त्यसपछि माइनस माइनस के हुन्छ प्लस वाई इन्टु वाई वाई स्क्वायर वाई एक्स प्लस वाई एक्स माइनस वाई अब क्यान्सल हुन्छ माथि प्लस माइनस एडिसन सब्ट्र्याक्सन भइरहेछ नि त माथि न्युमरेटरमा एक्स वाई माइनस एक्स वाई सेम लाइक टर्म हो क्यान्सल प्लस माइनस अब वाई स्क्वायर प्लस वाई स्क्वायर भनेको यहीँ गरिदिएँ मैले 2y स्क्वायर डिभाइडेड बाई वाई एक्स प्लस वाई एक्स माइनस वाईलाई तिमीले फर्मुलामा लगेर एक्स स्क्वायर माइनस वाई स्क्वायर लेख्न सक्छौ एन्सर यतिकै छोड्दा पनि हुन्छ न त अझै वाई स्क्वायर छ यहाँनिर वाई दुईटा छ माथि मुनि एउटा छ क्यान्सल भयो दुईटाबाट एउटा भयो अनि वाईको पावर 1 भनेको वाई नै हो 2y डिभाइडेड बाई एक्स स्क्वायर माइनस वाई स्क्वायर एन्सर 2y यहाँनिर 2y डिभाइड बाई वाई एक्स स्क्वायर माइनस वाई स्क्वायर थियो नि त डिभाइडेड हुँदा अब यहाँ एउटा वाई छ माथि दुईटा वाई छ अनि दुईटाबाट घटेर एउटामा गयो मुनिसँग क्यान्सल भएर अनि 2y डिभाइडेड बाई एक्स स्क्वायर माइनस वाई स्क्वायर एन्सर यो 12 नम्बर पनि धेरैचोटि सोधेको क्वेसन रहेछ यो क्वेसन पनि गरिहालौँ एक्स डिभाइडेड बाई एक्स वाई माइनस वाई स्क्वायर प्लस वाई डिभाइडेड बाई एक्स वाई माइनस एक्स स्क्वायर अब कमन लिँदै गर्ने मुनिसँग एक्स वाई वाई स्क्वायर छ एक्स वाई माइनस वाई स्क्वायर छ नि त वाई पनि छ यहाँ पनि छ यता पनि छ वाई दुईटा छ यता एउटा छ दुईतिरबाटै निस्क्यो एक्स रह्यो माइनस दुईटा वाईबाट एउटा वाई बाहिर निस्केपछि एक्स माइनस वाई ठिक छ नि आफ्टर दिस प्लस वाई डिभाइडेड बाई यहाँनिर के हुन्छ यहाँनिर चाहिँ अब दुईतिरै एक्स छ यहाँ एउटा एक्स छ यता दुईटा एक्स छ भनेपछि एक्स निस्क्यो दुईतिरबाट अनि यहाँनिर वाई रह्यो एक्स वाईबाट एक्स निस्किसक्यो वाई रह्यो माइनस एक्सबाट एउटा एक्स निस्क्यो एउटा एक्स रह्यो अब यहाँ हेर्ने यहाँ एक्स माइनस वाई छ एक्स पछि वाई आउँछ तर यहाँनिर वाई पछि एक्स आइरहेछ अब यसलाई उल्ट्याउनु पर्यो क्या तिमीले एक्स वाई एक्स माइनस वाई प्लस अब माइनस बाहिर निकालिदिउँ माइनस भयो यो एक्स यहीँ हुन्छ अब वाईलाई माइनसले मल्टिप्लाई गर भने के हुन्छ यहाँनिर यहाँ माइनसले वाईलाई मल्टिप्लाई गर भने माइनसले यो वाईको अगाडि प्लस हुन्छ त्यही भएर अब यहाँनिर के हुने भयो माइनस वाई यहाँ माइनस छ माइनस माइनस के हुन्छ प्लस एक्स सरी अब न त तिमीलाई यस्तो गरिदिँदा पनि भइगयो यसरी मिलेको छैन भने वाई पछि एक्स आइरहेको छ भने तिमीले यहाँनिर एक्स माइनस वाई लेख्दै अनि अगाडि यसरी माइनस लेख्दियौ भइहाल्छ एक्स डिभाइडेड बाई वाई एक्स माइनस वाई त्यसपछि प्लस माइनस के हुने भयो अब यो बिचमा प्लस माइनस माइनस वाई डिभाइडेड बाई एक्स अब यहाँ माइनस एक्स छ नि त पोजिटिभ त्यसपछि माइनस वाई सेम भयो सेम बनाउन खोजेको हो क्या हामीले यहाँ एलसियम लिन सजिलो हुन्छ कमन त्यसपछि एलसियम एक्स र वाई हुने भयो किनकि तिनीहरू मिलेको छ भने लेखिहाल्ने एक्स माइनस वाई एकचोटि लेख्ने यहाँ कमन चाहिँ एक्स माइनस वाई त्यही भएर एकचोटि लेख्यो अब एक्स छैन यता त्यो पनि लेख्नु पऱ्यो यता पनि छैन वाई अनि वाई पनि लेख्नै पऱ्यो अनकमन पनि कमन अनकमन दुइटै लेख्नु पऱ्यो त्यसपछि अहिलेको जस्तो न्युमिनेटर हेर्ने अनि डिनोमिनेटर कम्पेयर गर्ने एलसियमसँग वाई छ एक्स माइनस वाई पनि छ के छैन एक्स छैन त्यही भएर इन्टु माथि हुने भयो एक्स
माइनस वाई। अब यसको पनि सेम हेर्ने, एक्स एक्स माइनस वाई, यहाँ एलसिएम हेर्दाखेरि वाई ज्यादा छ, वाई पुगेको छैन, त्यही भएर इन्टु वाई। एक्स इन्टु एक्स भनेको एक्स स्क्वायर माइनस वाई इन्टु वाई भनेको वाई स्क्वायर, एक्स वाई एक्स माइनस वाई। अब फर्मुलामा लाने, एक्स प्लस वाई डिभाइडेड अनि एक्स माइनस वाई डिभाइडेड बाई एक्स वाई एक्स माइनस वाई, क्यान्सल भयो एक्स माइनस वाई, माथि मुनि के रह्यो एक्स प्लस वाई डिभाइडेड बाई एक्स वाई। एन्सर ठिक छ नि। यो पनि धेरै सोधेको क्वेसन रहेछ है, प्र्याक्टिस गर्ने। क्वेसन नम्बर 13 पनि त्यस्तै, ए स्क्वायर डिभाइडेड बाई ए माइनस 2b प्लस 4b स्क्वायर डिभाइडेड बाई 2b माइनस ए। अब यहाँनिर फेरि 2b माइनस ए छ, सुरुमा ए आउनुपर्ने, अब यहाँ त्यही माइनस अगाडि लेखिदिने अनि ए माइनस 2b बनाइदिने, माइनस ए छ प्लस ए बनाइदिने, 2b छ माइनस 2b बनाइदिने, अनि प्लस माइनस क्यान्सल हुन्छ, अनि अहिलेको जसरी एलसिएम लिएर गर्ने। 13 नम्बर गर्दिनँ म, आफै गर्ने। 14 नम्बर पनि उस्तै छ, तर म यो गरिदिन्छु। 14 नम्बर ए एबी माइनस प्लस बी एबी माइनस ए स्क्वायर, किनकि यो धेरै सोधेको क्वेसन रहेछ, त्यही भएर म गरिदिन्छु। अब मुनि त्यही कमन लिने, बी दुईतिर छ, बी आयो ए माइनस बी हुन्छ, निस्क्यो प्लस बी। अब यहाँनिर पनि ए दुईतिर छ, बी माइनस ए हुने भयो। अब यहाँनिर मिलेन फेरि, त्यही भएर ए बी ए माइनस बी यो ठिक छ, प्लस बी। अब मैले अघि भनेको थिएँ नि सेम यस्तै बनाउने ए माइनस बी, त्यही भएर माइनस एलाई प्लस ए भनिदिने, अनि प्लस बी छ नि यो, अब यहाँ माइनस बी लेखिदिने, अनि यसरी ब्राकेट लगाइदिने, अगाडि माइनस लेखिदिने। अब ए त छँदै थियो त्यहाँनिर। त्यसपछि ए बी ए माइनस बी अनि प्लस माइनस माइनसमा प्लस माइनस माइनस हुने भयो बिचमा, बी डिभाइडेड बाई ए माइनस बी। अब एलसिएम लिने, एलसिएम के हुन्छ ए बी अनि ए माइनस बी कमन छ, त्यही भएर ए माइनस बी। अब माथि ए बी ए माइनस बी के पुगेन, ए पुगेन, त्यही भएर ए इन्टु ए माइनस, यहाँनिर पनि त्यही ए माइनस बी छ, एलसिएममा के छ ए बी ए माइनस बी भनेपछि के छैन बी, त्यही भएर बी इन्टु बी, ए इन्टु ए स्क्वायर माइनस बी इन्टु बी बी स्क्वायर, एबी ए माइनस बी, यहाँ ए प्लस बी ए माइनस बी डिभाइडेड बाई एबी ए माइनस बी काटियो तल माथि, ए प्लस बी एबी। एन्सर सजिलो छ। ल 15 नम्बरको पनि सजिलो रहेछ, ए स्क्वायर माइनस बी स्क्वायरलाई फर्मुलामा लाने र एलसिएम लिने, दुईतिरबाटै कमन र अनकमन लेखेर एलसिएम लिने अनि सल्भ गर्ने। 15 नम्बर गर्दिनँ म। 16 नम्बर जाउँ अब हामी। 16 नम्बर 16 नम्बर पनि तिमीले अहिलेसम्म सिकेको मेथड युज गर्यो भने सजिलै निस्किन्छ। सुरुमा दुईटा a1 बाई a प्लस 2b ए माइनस 2 है यो 2b प्लस 2a बाई, अब यसलाई तिमीले कन्भर्ट गर्ने, 4b स्क्वायर माइनस ए स्क्वायर छ नि त, त्यही भएर ए स्क्वायरलाई प्लस बनाउने अनि 4b स्क्वायरलाई माइनस बनाउने। अब ए र बी सँगै आयो। त्यसपछि यो दुई बीच एलसिएम लियौँ हामी, ए प्लस 2b ए माइनस 2b माइनस 2b। अब ए प्लस 2b छ, ए माइनस 2b छैन, त्यही भएर न त डाइरेक्ट यसरी क्रिस क्रस मेथड गर्दा पनि हुन्छ। यहाँनिर ए माइनस 2bले मल्टिप्लाई, ए प्लस 2bले यसलाई मल्टिप्लाई, 1 इन्टु ए माइनस 2b
माइनस 2 इन्टु ए प्लस 2b एउटै कुरा हो। अनि प्लस माइनस माइनस 2a बाई ए स्क्वायर माइनस 4b स्क्वायर हुने भयो यहाँ। अब ए माइनस 2b ब्राकेट खोल्ने, माइनसले जहिले चेन्ज गर्छ 2 इन्टु ए 2a, माइनसले यसलाई चेन्ज गरेर के बनाउने भयो प्लसलाई माइनस 2 इन्टु 2 4b हुने भयो। ए प्लस 2b ए माइनस 2b 2a बाई, अब यसलाई पनि तिमीले फर्मुलामा लान सक्छौ, नत्र ए स्क्वायर माइनस 4b स्क्वायर लेखिदिन पनि सक्छौ। यति बुझियो। अब ए माइनस 2a छ, अब 2a ठुलो हो त्यही भएर साइन माइनस हुन्छ, अनि प्लस माइनस के हुन्छ माइनस भनेपछि 2a मा ए गर्दा दुईटा ए थियो, एउटा ए गर्दा कति भन्ने भयो एउटा ए हुने भयो। एउटा ए हुने भयो तर त्यो नेगेटिभ ए हुने भयो। त्यसपछि माइनस 2b माइनस 4b कति हुने भयो माइनस माइनस प्लस, त्यही भएर 4b प्लस 2b 6b, तर साइन के हुन्छ माइनस माइनस 6b डिभाइडेड बाई ए प्लस 2b ए माइनस 2b भनेको ए स्क्वायर माइनस 4b स्क्वायर नै हो। त्यसपछि माइनस 2a छ, माइनस 2a ए स्क्वायर माइनस 4b स्क्वायर नै छ हो। ए स्क्वायर माइनस 4b स्क्वायर एल्सियम माइनस ए माइनस 6b माइनस 2a। अब माइनस माइनस प्लस भनेको 2a मा ए जोड्ने 3a हुने भयो, तर 2a ग्रेटर छ त्यसको अगाडि माइनस साइन छ माइनस 3a माइनस 6b डिभाइडेड बाई ए स्क्वायर माइनस 4b स्क्वायर। अब यहाँनिर माइनस कमन लिम भने माइनस र 3 कमन, किनकि 3 1 जा 3 3 2 जा 6, त्यही भएर 3 कमन हुन्छ, अनि यहाँ के हुने भयो ए 3 1 जा 3। त्यसपछि माइनस यहाँनिर के हाल्दाखेरि माइनस हुन्छ यहाँ प्लस, माइनस प्लस माइनस हुन्छ नि त, माइनस प्लस माइनस, त्यही भएर यहाँ प्लस हुने भयो। अनि 3 कति छ 6 2b यता, अनि ए स्क्वायर माइनस 4b स्क्वायर भनेको ए प्लस 2b ए माइनस 2b हो। अब ए प्लस 2b क्यान्सल भयो, ए प्लस 2b क्यान्सल भयो, देखिरहेको थियौ नि माइनस 3 डिभाइडेड बाई ए माइनस 2b। यतिमै एन्सर छोडिदिँदा पनि हुन्छ। ठिक छ नि। क्वेसन नम्बर 17, दिस वान इज अल्सो मोर इम्पोर्टेन्ट क्वेसन। यो पनि प्राय रिपिटेड क्वेसन हो। यसमा चाहिँ ए क्युब प्लस बी क्युब र ए क्युब माइनस बी क्युबको फर्मुला युज गरेर सल्भ गर्न सकिन्छ। सबभन्दा सुरुमा तिमीलाई यहाँ फर्मुला थाहा हुनुपर्छ। यो क्वेसनमा चाहिँ ए क्युब प्लस बी क्युबको फर्मुला ए प्लस बी ब्राकेट ए स्क्वायर माइनस एबी प्लस बी स्क्वायर, अनि ब्राकेट ए माइनस बी टाइम्स ब्राकेट ए स्क्वायर प्लस एबी प्लस बी स्क्वायर। यो फर्मुला एप्लाई गरेर यो क्वेसन पनि गर्न सकिन्छ। 17 सोल्युसन। ए क्यूब प्लस 1 ए स्क्वायर माइनस ए प्लस 1 प्लस ए क्यूब माइनस 1 ए स्क्वायर प्लस ए प्लस 1। ए क्यूब प्लस बी क्यूब 1 भनेको 1 को क्यूब कति हुन्छ 1 नै हुन्छ, त्यही भएर 1 को ठाउँमा 1 क्यूब यु क्यान राइट 1 क्यूब। ए क्यूब प्लस 1 क्यूब ए स्क्वायर माइनस ए प्लस 1 प्लस ए क्यूब माइनस 1 means 1 cube, you can write 1 cube a square plus a plus 1. Alright, now next step is to use formula. अर्को स्टेप भनेको तिमीले फर्मुला लाउने। ए क्यूब प्लस बी क्यूबको फर्मुला ए प्लस बी, बी भनेको के छ यहाँ 1, यो भनेको ए भनेको नै ए हो, बी भनेको 1 हो। ए प्लस 1 ए स्क्वायर माइनस
एबी भनेको ए इन्टु 1 1 इन्टु ए प्लस 1 स्क्वायर भनेको 1 नै हुने भयो बराबर ए स्क्वायर माइनस ए प्लस 1 डिनोमिनेटरमा प्लस ए क्यूब माइनस बी क्यूब को ए माइनस 1 अनि ए स्क्वायर प्लस ए प्लस 1 हुने भयो फर्मुलामा लग्यो भने अनि ए स्क्वायर प्लस ए प्लस 1 अब यहाँ हेर डिभाइडमा हेर के छ ए स्क्वायर माइनस ए प्लस 1 माथि हेर के छ सेम भनेपछि योसँग यो क्यान्सल भयो के रह्यो ए प्लस 1 त्यसपछि प्लस यसको पनि हेर ए स्क्वायर प्लस ए प्लस 1 छ डिभाइडेड बाई ए स्क्वायर प्लस ए प्लस 1 सेम अब जस्तै ए डिभाइडेड बाई ए भनेको क्यान्सल भएर 1 हुन्छ नि त यहाँनिर पनि त्यही भयो क्यान्सल यो होल ब्राकेटमा छ त्यही भएर सबै क्यान्सल भयो के रह्यो ए माइनस 1 ए माइनस 1 अब ए ब्राकेट खोल्ने ए प्लस 1 प्लस ए प्लसले चेन्ज गर्दैन त्यही भएर जे छ त्यही लेख्ने प्लस 1 माइनस 1 क्यान्सल ए प्लस ए 2a ओ सरी ए प्लस 1 प्लस ए माइनस 1 अब ब्राकेट खोलेर ए प्लस 1 प्लस ए माइनस 1 अनि प्लस 1 माइनस 1 क्यान्सल ए प्लस ए 2a 1 एप्पल प्लस 1 एप्पल 2 एप्पल यही एक्जाम्पल यहाँनिर हेर ल 18 नम्बर र 17 नम्बर 18 होइन 17 नम्बर र 20 नम्बर 17 नम्बर र 20 नम्बर हेरेर दे आर सेम उल्टै टाइपको क्वेसन छ जस्ट फर्मुला लाउने युज गर्ने एम क्यूब प्लस 1 बाई एम स्क्वायर माइनस एम अब ए क्यूब प्लस बी क्यूबको फर्मुला एम क्यूब प्लस 1मा लाउने अनि यतापट्टि एम क्यूब माइनस 1मा पनि लाउने क्वेसन नम्बर 20 भन्दैछु है म एम क्यूब माइनस 1 भनेको 1 भनेको 1 क्यूब एम क्यूब माइनस 1 क्यूबको फर्मुला लाउने अनि अहिलेको जसरी नै तल माथि क्यान्सल हुन्छ अनि प्लस ब्राकेट निकालेर प्लस एडिसन सब्ट्र्याक्सन गरेर निस्किहाल्छ 20 नम्बरको अब 18 नम्बरको हेरौँ 18 नम्बरको पनि त्यस्तो केही छैन ए क्यूब माइनस बी क्यूबको ठाउँमा फर्मुला लाउने अनि काटिन्छ अहिलेको जसरी नै अनि एलसिएम लिने सिमिलरली 19 नम्बर पनि त्यस्तै क्वेसन छ सेम 19 नम्बरमा चाहिँ तिमीले एलसिएम लिएर मल्टिप्लाई गर एम माइनस 1 उता जान्छ क्रस मल्टिप्लिकेसन गर्ने जस्तै एम माइनस एन छ एम प्लस एन छ नि एम माइनस एन यता गएर योसँग मल्टिप्लाई हुन्छ एम प्लस एन यता गएर योसँग मल्टिप्लाई हुन्छ एलसिएममा चाहिँ एम प्लस एन एम माइनस एन हुन्छ ल यो म गरिदिन्छु 19 नम्बर सोल्युसन m square plus mn plus n square divided by m plus n plus m square minus mn plus n square divided by m minus n. Now take LCM m plus n times m minus n डिनोमिनेटरमा m plus n छ के छैन m minus n त्यही भएर यो न्युमरेटरसँग मल्टिप्लाई m minus n times m square plus mn plus n square यो क्वेसन पनि इम्पोर्टेन्ट छ है प्लस यहाँनिर पनि सेम m minus n छ के छैन m plus n ले मल्टिप्लाई न्युमरेटरलाई m square minus mn plus n square अब हेर यो a minus b a स्क्वायर प्लस ab प्लस b स्क्वायर भनेको के को फर्मुला हो अघि हामीले गरेको थियौं नि यहाँनिर फर्मुला आएर a minus b भएको भनेपछि a minus b त्यहाँ m minus n अनि m स्क्वायर प्लस mn प्लस n स्क्वायर थियो यहाँनिर के छ a minus b a स्क्वायर प्लस ab प्लस b स्क्वायर यो फर्मुलासँग टिक हुन्छ त्यो फर्मुला रिलेटेड छ त्यही भएर a क्यूब माइनस b क्यूब हुन्छ भनेको यहाँनिर अब के हुने भयो m क्यूब माइनस n क्यूब हुने भयो डिभाइडेड बाई m प्लस n m माइनस n त छँदैछ अनि प्लस यो भनेको चाहिँ कुनको फर्मुला हुने भयो m क्यूब प्लस n क्यूब हुन्छ यहाँनिर यो भनेको चाहिँ a क्यूब प्लस b क्यूबको फर्मुला a प्लस b a स्क्वायर माइनस ab प्लस b स्क्वायर हो नि फर्मुला चाहिँ आउनु पर्यो है अब त्यसमा चाहिँ मैले के गर्न सक्दिनँ यु जस्ट निड टु नो
and read the formula. Then only you can apply that formula to solve any kind of question. So read them. Read every formula that are important in algebra. त्यसपछि ब्राकेट निकाल्ने m क्यूब माइनस n क्यूब प्लसले चेन्ज गर्दैन त्यही भएर m क्यूब प्लस n क्यूब नै हुने भयो डिभाइडेड बाई m प्लस n m माइनस n। अब माइनस n क्यूब प्लस n क्यूब लाइक टर्म प्लस माइनस छ भने क्यान्सल, लाइक टर्म प्लस प्लस छ भने एड जोड्ने। m क्यूब प्लस m क्यूब अगाडि 1 हुन्छ 1 1 प्लस 1 2 जे छ त्यही m क्यूब अनि m स्क्वायर माइनस n स्क्वायर लेख्न मिलो यसमा एन्सर बुझ्यौ नि यहाँ m क्यूब प्लस m क्यूब 2m क्यूब अनि m प्लस n m माइनस n भनेको फर्मुलामा लाने m स्क्वायर माइनस n स्क्वायर